बन्डा प्याजहरुको यहाँ अचारको मौसम अनि माथितिरको घाम। वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन एन्ड न्यू भ्लग। म आरती फरम म्याग्दी देवीस्थान अनि तपाईहरुको सामु फेरि न्यू भ्लगको साथमा उपस्थित भइसकेको छु। कृपया मेरो भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि सन्चै हुनुहुन्छ साथीहरु? आई होप तपाईहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथमा मैले चाहिँ आजको भिडियो स्टार्ट गर्दैछु। अनि आज चाहिँ विशेष गरी मेरो भिडियो के कस्तो छ भनेर थम्बनेल र टाइटल हेरेर पनि थाहा पाइसक्नु भयो होला। सो आज चाहिँ म के गर्दैछु अन्तिमसम्म हेरेर साथ दिनु होला है साथीहरु। सो म चाहिँ अहिले यहाँ खाजा बनाउने तर्खरमा छु साथीहरु। किन होला यति धेरै खाजा बनाउन लागेको मैले भन्नुहुन्छ भने आज चाहिँ हाम्रो रोपाइ छ साथीहरु, खेतमा धान रोपाइ छ साथीहरु आज। सो त्यही भएर चाहिँ मैले चाहिँ यम्मी खाजा पकाउन लागेको के। अनि तपाईहरुले चाहिँ रोपाइ सक्नु भयो कि भएन गाइसहरु? हाम्रो त भर्खर सुरु भएको छ रोपाइ। अब त्यति पानी पनि परेको छैन नि त, त्यही भएर रोपाइ चाहिँ भर्खरै सुरु भएको छ। सो अब मेरो भ्लग चाहिँ के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि मेरो च्यानलमा नयाँ साथीहरु हुनुहुन्छ भने तपाईहरुलाई पनि धेरै स्वागत छ मेरो च्यानलमा। र जति पनि पुरानो साथीहरु हुनुहुन्छ तपाईहरुलाई पनि धेरै धेरै माया अनि मिठो सम्झना। सो मेरो भ्लग हेर्दै जानु होला है त साथीहरु। सानो केराउ, आलु, बन्डा, प्याजहरुको यहाँ अचार बनाउन लागेको। मैले चाहिँ यहाँ भारा सानो पनि यहाँ दुईटा भारामा हालिछु। अब चाहिँ यहाँ छ तेल फ्राई गरेको। तेलमा के हालेको? खुर्सानी डराल्दैछु गाई चाहिँ अब मुहने अब चाहिँ भाङ्गो स्लाम मेरो दिन त यही अनि बनाले गयो। अब मलाई त नुन पर्ला क्या साथीहरु मिक्स गरे। मलाई त्यस्तो मिठो हुन्छ यो अचार अलि भएको भए अर्को मसना अब चाहिँ अर्को नेक्स्ट अचार बनाउन लागेको गाइसहरु। अचार त खै अचार के यो यस्तो जति बाह्र रानी त भिडियो त पहिला बसिनु पर्छ त। ल साथीहरु मैले चाहिँ भारा सानोबाट दुईटा भारामा नभएर फेरि अर्को भारामा हालिछु। ल अब चाहिँ रेडी हुन लागिसकेको छ। अन्तिम अवस्थामा आइसकेको छु साथीहरु। म चाहिँ अचार बनाएर अब चाहिँ खाजा बोकेर जानुपर्छ साथीहरु। आधा दिन गइसक्यो। अब उहाँ खेतमा काम गर्ने के गर्दो र जान्ने भन्दैमा साथीहरु। म चाहिँ यस्तो तर्खर गर्दा मेरो दिन त्यसै बितिरहेको छ। अनि बरै ल फाइनल्ली यस्तो रेडी भयो साथीहरु मेरो अचार। कसलाई मन पर्छ कमेन्ट गर्नु होला हस्। लगभग मैले चाहिँ यहाँ रेडी गरिसक्न लागेको छु। यो भयो भातको बुटौरा, चाम्रे भातको बुटौरा। अनि यो चाहिँ सिलामको के रे छोप। अनि यहाँ रहेको छ पुरा अचार यता अचार रहेको छ भने म चाहिँ अब भित्र लिन जाँदैछु साथीहरु। सेल छ के यहाँ सेल
यो सेल यस्तो रोटी यस्तो अनि बनाएर साथीहरु है सेल एउटा दुईटा चारटा 5 6 7 8 9 10 बुझ्नु पर्यो 11 12 ल छिटो बुझ्नु पर्यो ल छोरी 12 छिटो गरम यहाँ 13 14 15 16 17 18 19 20 21 22 23 कता छुट्याउने मान्छे छोरा सम भरा थिए जिजले माथि हो के जिजले यहाँ जान्छन् र हा लियो माथि त इतलो जान्छ जाऊ लाग्छ ती भन्नु ल यहाँ दिगल सँगै साथी मलाई चाहिँ यम्मी लाग्छ साथीहरू हामी चाहिँ जाँदाएको बोकेर तल धान खेतमा अब चाहिँ हामी चढ्दैछौँ है त साथीहरू बाई बाई ल गाइचुरुमा चाहिँ फाइनल्ली खेतमा आइपुगेको छु मेला त ड्याङ ड्याङ बनाएको जाऊ जाऊ जुकजाकुनाको मौसम अनि माथितिरको घाम यस्तो गरिरहेको छ अब खेतला त बोलाउँदै रहेछन् साथीहरू यहाँ चाहिँ मेला बनिसकेको रहेछ म चाहिँ अब पारे गोतिर आयोस् पर गोठमा जाने र अनि खाना भन् ताई शीतलमा खाना छ अब पुरो यस्तो तन्तलापुर घाममा शीतल छारी छारी के को गर्मीयाममा खानु गर्मीमा घाममा बसेर खानु हैन गाइस त्यही भएर म चाहिँ यता गोठतिर लागेको अब फेरि के भन्छन् यताले भन्छन् कि के भन्छन् त थाहा छैन अब उनीहरुकै लागि शीतल होला भनेर मैले चाहिँ यहाँ आएको पनि साथीहरु अब के भन्ने हुन् मर गया घाम नगर कता ल हाम्रो चाहिँ यहाँ खाजा खाने काम हुँदैछ है गाइसहरु तरानीबाट सबै उता फर्किन्छन् के हालको तरानी लाने यस्तो थै बराबर यता पनि फर्किन्छ के नि यो इलान के लाह लाग्दो र यो त लाहमा नजिस्ती त छैन त यत्तिको राम्रा छ अब मन अघि पिलाप्ते एकछिनेको अब त हेर्नै पासिन क्या न्यू छामा खाने रोटी खा खा सके छन् त यी थुप्रै छ यस्तो हत्तरा छन् हजुर कोलाई पानी आउन गएछ रे के तँ दाइ त हजुर तँ पुसाउ किन रे नाने सीता यहाँ सिला सिनाक रे नि त जम्मै सिलाको थाहा सिनाक रे यो उसले नि त्यसरी रोप्छ क्या स्मिताले ल है साथीहरू हाम्रो चाहिँ खाजा खाएपछिको काम सुरु भइसकेको छ मेरो चाहिँ खाजा खाएपछिको काम हो आजको यो
धान रोपाई उतातिर खाजा खाँदैछन्। हेलो गाइजहरू, तपाईँहरूलाई स्वागत छ है मेरो भिडियोमा। खै त हेलो हेलो हाई त कोहीले पनि भन्दा जम्मा घोप परेछ जम्मा घोप त परेछन् अन्त यस्तो बिची म एक्लै रोप्छु न रातप्रो पनि भोलि बिहान आएर नि। यसरी हाम्रो ठाउँतिर चाहिँ धान रोपाई यस्तो हुन्छ है साथीहरू। अब ठाउँ अनुसार फरक फरक हुन्छ नि त, हाम्रो ठाउँतिर पनि यस्तो हुन्छ कि कसो। यिनी त झन् मान्छे देखिने बाबु। यता फेरि के गर्दैछौ गाई चाहिँ हो? पैसा झार्दै। आमामामा कति जाने विचार छ त पैसा? किन पाथी नलिसिनाउ त पैसा त झन् अब त्यो पाथी नहाल्ने पाथी नलिसिनान् बिची जम्मैमा नहाल्ने। त्यस्तो मुख लुगाङ कि मन त लुगाङ गराएर हाल्ने नि अब त नि जतन त। यो चाहिँ खला सिँगारेको रे। यस्तो गर्नुको कारण के छ नबिना मिन्स ल भनिदिनु पर्यो। हामी धान रोप्दा यस्तो गरानै पर्छ किन? यो बनाएन भने असिता चल्न रे का। आमामामा हो पूजा गर्दाखेरि अछिता चल्दैन अरे साथीहरू। यस्तो नगरापछि अब तपाईँहरूको ठाउँतिर पनि यस्तो गराउनुहुन्छ कि हुँदैन? हाम्रो ठाउँतिर त यस्तो गरान्छौँ है पुरा। अझ यो यस्तो गर्ने कहाँ जो पायो त्यो ल्याउने रे साथीहरू। घरको छोरीले रे घरको छोरीले हो रे। अब घरको छोरीले हो रे, बुहारीको त कामै छैन यस्तो गर्दा। खै म त अझसम्म देखिसिनँ बुहारीले गराएको त। ल त्यस्तै हेपिदिने के रे कसको गयो तिम्रै जो? ए यसरी रोपाई हुँदैछ है साथीहरू। मेला त अघि नै बनाएको सबै पाइलो बनाछन्। यता पुरा मेला बनाइसकेको। त्यो दुईटाले चाहिँ त्यहाँ डाल रोप्दैछ। हामीले चाहिँ यो दिल डाल भट्ट रोप्छौँ। रोप्नेले नरोप्नेले त्यस्तै हो साथीहरू। उतातिर रोप्दैछन्, तलतिर पुरा बाँकी छ धान रोप्नलाई। अब पानी परे पो धान रोप्नु है। दिन त गर्नलाई गुम्म गर्छ के रे, पानी पनि पर्ने भापो। उइ राम्रो रोपा कति राखेछ बिउ सक्न लाग्यो र। हाम्रो बिउ फेरि यस्तो कडा छ कि। ल अब म पनि धान रोप्न जान्छु साथीहरू। मेरो मेला नि झुन्डेला रात पर पनि तिमीले भोलि रोपाउला भन्छन् यहाँ खेतला साथीहरूले। त्यही भएर म चाहिँ अब जाँदैछु धान रोप्न कि कसो। ल है गाइजहरू, यतातिर मेला बन्दैछ पुरा। पहिला आधुनिकको जुताई यस्तो छ है साथीहरू। मेला चाहिँ दामी छ। पानी आउला जस्तो गरिरहेको छ। म त जाँदैछु अब बिउ लिन। अरे पानी आउला जस्तै गरेछ माथितिर। यो डर मान्यो न चिर्की। माछा पुग्छ रे पो रै चिन्की, माछा पुग्छ रे। अब यहाँ धानको बिउ लानु पर्यो कि साथीहरू। अब धान ल भाइ के गरे कुरा किन त्यस्तो आँखा रातो बनाएको? लगभग अन्तिम अवस्थामा आइसकेको छ साथीहरू। यो हाम्रो खेतको मेला बनाउने काम यता पुरा हाम्रो दाइले जोड्दैछ ट्र्याक्टरले। यता हाम्रो पुसौले चाहिँ मेला सम्भाउँदैछन्। अनि मेरो कालो पुन्टुले दिउँसोमा आएर हिँड्दैछ। लु तौला कालै
किन कुरा इन्जाम आबै ताई झन् रुजेको झन् रुस सबै भयो के भयो ताईमा राख बाजा ओइ बेरु जो के भेस आबै मेरो छोरा भन्ने मान्छे त के भाछन् यस्तो लुगा छैन नि त खोइ बाजे यस्तो मान्छे जाने भएर नि के धान फल्ला र खोइ छिरा जा ओइ के भन्नु केटाकेटी भनेको ए होला साथीहरू केटाकेटीको उमेरी हामी चाहिँ यसरी रोप्दैछौँ है साथीहरू धान बो जाडो हुन्छ यहाँ फुक्छ चिसोले किन पानी सितान्छ त ओइ गोठ भित्र जाऊ है ओइ दुई भाइ बिना गोठ भित्र जाऊ जाऊ रुख लाग्यो पानी छ मे त हुँ छ क्या ऊ सबै हो ने त हुँ पुला लु है साथीहरू हामी चाहिँ घर गएको अनि फाइनल्ली आज चाहिँ 2 खण्ड धान रोपेर पनि सकियो पानी पनि आइरहेछ यसरी बोगाबोग गरेर हामी चाहिँ जाँदैछौँ घरतर्फ फाइनल्ली बेलायमा सकियो गाइसहरू यता चाहिँ यो भातको हालत भात समाइरहेको छु मैले यहाँ समाएको छु हराउनले पछि यस्तै गरेर जानुपर्छ गाइसहरू के गर्नु गाउँघरको दुःख सुख यस्तै छ खेको छ आँखा रातो रातो गरेर हान्छ ज्वरो आन्छ भयो कि तँलाई त ल मेरो हालत फेरि यस्तो कडा छ क्या साथीहरू मेरो हालत अब के गर्नु पानी पर्छ यस्तो घर जाँदै गाइसहरू यसरी खाप के भोगेर यसलाई त छोरी समात्दै एकैछिन बाल्टी नाप्त के बाल्टी समात्त आयो बल्ल अलिकति हरियो हुन लाग्यो है गाइसहरू हाम्रो ठाउँतिरको खेत गोठा जाने पुसा यस्तो छ पानी आएपछिको गाउँको माहौल साथीहरू बाई बाई आजलाई Thank you for watching my video. Bye bye. पानी परिरहेको छ